Did you know there is a football club that hasn't won a European trophy for 60 years? र कारण चाहिँ एउटा पुरानो कर्स. This is the story of Benfica, one of the Portugal's biggest team. उनीहरूको माथि एउटा शराब छ जुन चाहिँ अहिलेसम्म पनि हटेको छैन. In 1962, Benfica won the European Cup. Their coach Bela Gutmann asked for the salary rise. तर क्लबले मानेन. कोचले रिसले भन्यो कि बेन्फिका नेक्स्ट 100 इयर्स सम्म चाहिँ कुनै पनि युरोपियन ट्रफी जित्न सक्दैन. Since then बेन्फिका reached 8 finals, 8 युरोपियन फाइनल. शकिङ कुरा यो हो कि 8 वटामा 8 वटै फाइनल चाहिँ बेन्फिकाले हारिरहेको छ. समथिङ वेयर्ड अलवेज ह्यापन. रेड कार्ड्स, लास्ट मिनेट गोल, ओन गोल, हरेक फाइनलमा कुनै न कुनै डिजास्टर त हुन्छ. इन 2014 प्लेयर्स इभन भिजिटेड कोच गटम्यान ग्रेभ टु ब्रेक द कर्स. तर फेरि पनि फाइनल हार्यो. सो इज द कर्स रियल अर जस्ट अ ब्याड लक? तर एउटा कुरा चाहिँ सधैँ क्लियर छ कि बेन्फिकाको युरोपियन नाइटमेयर चाहिँ आजसम्म पनि खतम भएको छैन.